राकुली खोलाको तराई Hello guys, welcome back to my vlog with Ram. अनि आज हामी उदयपुरबाट दिक्तेलसम्मको यात्रामा छौँ। सबैजनालाई 2022 सालको दसैँको शुभकामना, ह्याप्पी दसैँ। हामी चाहिँ यहाँबाट उदयपुरबाट निस्किन लागेका छौँ दुईजना। अनि यहाँ माथितिरबाट हाम्रो मुस्कान राई पनि हुनुहुन्छ साथी। टक्क जाँदैछौँ, बाटोको अपडेट देखाउनेछौँ र भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म भन्दै अहिलेलाई हामी लाग्यौँ। उदयपुरको साउनेबाट हाम्रो यात्रा सुरु भइसकेको छ। आज चाहिँ मौसम एकदमै खुला रहेको छ, एकदम देख्न सक्नुहुन्छ। मौसम पुरै खुलेको छ, दसैँ लागे जस्तै मौसम भइरहेको छ। र हामी जानेछौँ सरर दिक्तेलसम्म। आज यो चाहिँ त्रियुगा नगरपालिका वडा नम्बर 14 साउने बजार हो। केही पुरानो बजार। हाम्रा बाबुबाजेले चाहिँ यो ठाउँबाट नुन तेल बोकेको ठाउँ हो ढाकरमा। हामी यहाँ रानीबास आइसकेका छौँ। यहाँ रानीबासबाट उत्तरतर्फ हामी यता रौता पोखरी जान सकिन्छ, यो माथिल्लो बाटो। र हामी चाहिँ यता खोटाङ जाने बाटोतर्फ लाग्दैछौँ। अब केही क्षण पछाडि पिच बाटो सकिएर कच्ची बाटो सुरु हुनेछ। अबको करिब 5-6 घन्टा यस्तै कच्ची बाटोको सफर हुनेछ। र बाटो एकदमै च्यालेन्जिङ खालकै छ। जो कोही सहरमा कुदाउने मान्छेले यो बाटो कुदाउनु गाह्रै पर्छ। आफू चाहिँ पहिलादेखि नै पहाडतिर कुदाउने भएको कारणले बानी त अलिअलि कम भइसकेको छ। त्यही पनि यतिको बाटो कुदाउन सकिन्छ मजाले साथीहरू।
बाटो पुरै ढुङ्गेनी छ। 1 मिस तल अँधेरी खोलामा पुगिन्छ यहाँबाट। त्यही भएर एकदमै सावधानीपूर्वक एक गियरमा चाहिँ हिँडिराख्नु परेको अवस्था छ साथीहरू। हामी पुगिसकेका छौँ यहाँ अँधेरी खोलामा। अँधेरी खोलाको पुल तर्दैछौँ। यहाँ अगाडि रहेछ हिलो कच्ची बाटो। पुरै अब कताबाट लाने भनेर म विचार गर्दैछु र जाँदैछु। यो बाटो वर्षौँदेखि भोग्दै आएको बाटोको हालत यस्तै रहेको छ साथीहरू। हिउँदमा धुलो, बर्खामा हिलो, यस्तै छ नेपालको बाटो। यहाँ अगाडि देख्दै हुनुहुन्छ मान्छे झारेर हिँडाउँदै हुनुहुन्छ। यो बाटो पहिल्यै पनि एकचोटि पिच गरिएको बाटो हो। ठाउँ ठाउँमा नाली, त्यस पछाडि गुणस्तरीय काम नभएको कारणले चाहिँ यो बाटो वर्षेनी बिग्रिने अनि वर्षेनी त्यही बाटो बनाउनलाई चाहिँ खर्च भइरहेको अवस्था छ र यतिको भए पनि काम चलाउँछ। बीचबाटै खोला बगिरहेको छ। पानी भलबाढी आउँदाखेरि सबै खोलेर यो बाटोको बिजोग बनाएको छ साथीहरू। यो माथिल्लो रोड चाहिँ भल आउँदाखेरि सबै तल्लो रोडमा आएको हिलो हो साथीहरू। यो चाहिँ हामी यहाँ जलकेनी आइसकेका छौँ। यो चाहिँ जलकेनीको पहिरो हो साथीहरू। यहाँ डेन्जरै पहिरो झर्थ्यो। पहिला हामी यो बाटो निकै हिँडेको अनुभव छ।
पुरै ढुङ्गेनी बाटो छ, बाइकै उफार्ने खालको। एकदम सावधानीपूर्वक हिँड्नुपर्ने अवस्था छ। हामी चाहिँ यहाँ पोखरी बजार पुग्न लाग्यो साथीहरू। उता रसियाबाट बुलेरो आउँदैछ यात्रुहरू लिएर। अगाडि देख्दै हुन्छ यो चाहिँ पोखरी बजार हो। पुरै गाडीले धुलो उडाएको अवस्था छ साथीहरू। बिजोक छ है, बिजोक छ। हाम्रो यात्रा जारी छ साथीहरू। उताबाट प्यासेन्जर लिएर आउँदैछ गाडी धुलो उडाउँदै, र यहाँ पनि धुलो खाइयो मजाले। यो चाहिँ पोखरी भन्ने ठाउँ हो साथीहरू। हामी अहिलेसम्म चाहिँ उदयपुर जिल्लाकै भूभागमा रहेका छौँ, र यो हामी अहिले जाँदै गरेको ठाउँलाई भन्छ हुरुरे भिर। यो चाहिँ यो हिउँदको टाइममा एकदमै हावा चल्छ। हावाले नै लडाउने गरी हावा चल्ने भएकोले यसलाई हुरुरे भिर भनिएको हो। र त्यहाँ अलिअलि तपाईँहरू देख्दै हुनुहुन्छ कोशीको पारिपट्टि चाहिँ खोटाङ जिल्ला पर्छ, र अहिलेको चाहिँ यो चाहिँ उदयपुर जिल्ला है त साथीहरू। यो हुरुरे भिरबाट चाहिँ 1 मिस भयो भने चाहिँ हामी पुगिन्छ कोशी।
हामी अहिले फोक्सिन्टार भन्ने ठाउँ आइसकेका छौँ र फोक्सिन्टार पनि एउटा ऐतिहासिक ठाउँै हो हाम्रो लागि। र पहिला हामी यता धरान पढ्न आउँदाखेरि चाहिँ यो ठाउँसम्म हिँडेर यहाँबाट गाडी चढेर जानु पर्थ्यो र पहिला यहाँ निकै चहल पहल थियो, निकै घरहरू थिए। अहिले चाहिँ बिस्तारै विस्थापित हुँदै गएको अवस्था छ। सानो सानो 2-4वटा कटेज मात्रै रहेछ। यहाँ पहिला यहाँसम्म हिँडेर आएर चाहिँ गाडी चढ्नु पर्थ्यो, त्यही पनि सिट नपाएर हुडबाट गाडीको हुडमा चढेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्थ्यो। र हामी यो फोक्सिन्टारको पक्की पुल छेउछाउमा आइपुगेका छौँ र गत वर्षको एकदम ठुलो अविरल वर्षाको कारणले बाढी पहिरो गएर चाहिँ गत वर्षको असोज 12 गतेको बाढीले चाहिँ यहाँको पक्की पुल बगाएको अवस्था छ। देख्नुहुन्छ वारी पारी मात्रै छ। यहाँ के गरेको भनेर तपाईहरु छक्क पर्नु होला। बीचमा कोसी छ, वारी पारी अलिकति पुलको छेउ छ जस्तो देखिन्छ है। तपाईहरु देख्दै हुनुहुन्छ यो चाहिँ तुइन हो, जुन तपाईहरुले कर्णाली नदीमा तपाईहरु देख्नुहुन्थ्यो। यो अहिले खोटाङतिर पनि देख्न सक्नुहुन्छ। यो चाहिँ वारीपारी सामान तार्ने हिसाबले चाहिँ अनुमति प्राप्त निजी लगानीमा बनाइएको तुइन हो। गत वर्षको बाढीले गर्दा यो पक्की पुल बगाइसके पछाडि यो भर्खरै बनाइएको हो, जसले गर्दा चाहिँ यात्रुहरूलाई यसले पनि अलिकति सामानहरू ढुवानीमा थोरै भए पनि राहत मिलेको छ। माथि रसुवामा पुलबाट मानिसलाई बोकाएर तार्दाखेरि एकदमै चर्को भाडा तिर्नुपर्ने हुन्छ र यसमा चाहिँ लिमिटेड भाडा तोकेर चाहिँ सामान वारीपारी तारिरहेको अवस्था छ। देख्दै हुन्छ यहाँ हामीले एउटा डेन्जर खोला तर्नुपर्ने हुन्छ र अहिले चाहिँ पानीको बाप त्यति धेरै छैन। पानी परेको बेला, बाढी आएको बेला चाहिँ यो खोला एकदमै अभिशापको रूपमा रहन्छ यात्रुहरूको लागि। अहिले त पानी कमै छ। राकुली खोलाको तराई
ल्याउ त्यसले नमस्कार है नाना बाटो नि रिस उठेर किन कस्तो जुत्ता सबै भिजेर न त्यहाँ खोलामा बिच भयो होला भिजियो त रोक्यो बिचमै कहिले पुग्नु छ उताको ठिकै यहाँ चाहिँ झ्याउ लाग्यो मलाई र यहाँ साथी मुस्कानलाई पनि हामीले भेटिसकेका छौँ र अब हाम्रो घर पनि नजिकै भएको कारणले हामी अब ट्याक्क सँगसँगै यात्रा गर्नेछौँ बाटो साँघुरो छ दुईटा गाडी छिर्न एकदमै मुस्किल छ यहाँ अगाडि गाडी जाम भएछ र बल्ल तल्ल एकछिनको होल्ड पछाडि साइड गरे पछाडि यता बुलेरो निस्क्यो बसले उडाको धुलो खाँदै हामी चाहिँ लाग्यो साथीहरू के गर्नु यस्तै छ बाटो हामी चाहिँ यहाँ रसुवा आइसकेका छौँ यो चाहिँ उदयपुर नै पर्छ र उता खोटाङबाट आउने यात्रुहरूले चाहिँ यो बिचमा झोलुङ्गे पुल तरेर यता वारी आएर अर्को गाडी चढेर चाहिँ तराईतर्फको यात्रा गर्नुपर्ने हुन्छ र बाइकसम्मलाई त्यो झोलुङ्गे पुलबाट जसोतसो हामीले तार्न सकिन्छ वारीपारी गर्न सकिन्छ र यो चाहिँ रसुवा भन्ने ठाउँ नै हो उदयपुरको यहाँबाट हामी तल पुल भएको ठाउँतर्फ जाँदैछौँ झोलुङ्गे पुल भएर जानुपर्ने हुन्छ हो यो उदयपुरको रसुवा बजार हो यो बजारको पनि चहलपहल निकै कम भइसकेको थियो पक्की पुल बने पछाडि अहिले फेरि यो बजारमा अलिअलि चहलपहल हुन थालेको छ र यो रसुवाको झोलुङ्गे पुल यहाँबाट चाहिँ बिरामी अशक्त आमालाई डोर्याउँदै हुनुहुन्छ अब यहाँ मान्छे हिँड्दाखेरि बाइक छिराउने ठाउँ पनि मुस्किल हुन्छ
र म एकदम स्लोमा जाँदैछु पुलबाट। यो तलको चाहिँ तपाईँको दुधकोशी, यसलाई पञ्चकोशी पनि भनिन्छ। यहाँ 5वटा कोशी मिलेर चाहिँ यो बनेको छ। भोटेकोशी, तामाकोशी, इन्द्रावती, त्यस पछाडि दुधकोशी र सुनकोशी 5वटा कोशी चाहिँ मिलेर बनेको छ यहाँ। पछि तल गएर चाहिँ अरुण र तमोर मिसिएर चाहिँ सप्तकोशी हुने हो। यो बाटो तार्दैछु म एक्लै छु अहिले चाहिँ। हाम्रो म्याडम चाहिँ अलिक पुलमा डराउने भएको कारणले हिँडेरै आउँदैछिन्। यहाँ एकदम ब्रेक हान्दै बिस्तारै स्लो मोसनमा चाहिँ म जाँदैछु। दसैँको चल पलले गर्दा मानिसहरू पनि अलिक पुलतिर भिडभिडै छ। उता गाडी पनि भर्खर आएकोले मानिसहरू आवत जावत गर्ने, सामान ओसार्ने निकै भिडै छ। यो पुल पनि निकै अगाडि बनिसकेकोले जीर्ण अवस्थामै रहेको छ। र जसोतसो म चाहिँ यो पुल पार गरिसकेको छु। रसुवा बजार गाइडहरू के हो नाना? गाडीमा के हालेर लानु स्कुटी? भोक लाग्यो? पानी पऱ्यो किन? ल साथीहरु, हामी यहाँ पुल तरिसकेका छौँ। यो चाहिँ खोटाङको भूभाग पर्छ। यो पनि रसुवा घाट नै भन्छ यो ठाउँलाई। र पारी भन्दा केही चहल पहल यहाँ बढी देखिन्छ, किनभने यता चाहिँ उता खोटाङ गाउँपालिकाबाट आउने यात्रुहरू पनि हुनुहुन्छ। त्यस पछाडि यता दिक्तेल, दिप्रुङ चुइचोमा सबैतिरबाट आउने जक्सन भएको कारणले यो बजार चाहिँ अलिक उदयपुरको रसुवा हेरिकन यता अलिकति भिडभाड हुने गर्छ। हल्का रमाइलो। बैठो बैठो।
साथीहरु हामी चाहिँ यहाँ दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवेश गरिसकेका छौँ। यो ठाउँ रमाइलो भन्ने ठाउँ हो। रमाइलोमा हल्का रमाइलो अलिअलि हिलो त भइहाल्छ र हामी अब यहाँबाट बाटो छुट्छ। यो दाहिनेबाट चाहिँ माथि जान सकिन्छ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पालिकातिर जाने बाटो हो। पञ्चमी हुँदै जान्छ त्यो चाहिँ र यो बाटो चाहिँ जान्छ सरर कोशीतिरैतिर हामी जाँदैछौँ। यता दिक्तेल जाने बाटो हो यो चाहिँ। हामी चाहिँ यहाँ अब भण्डारे भन्ने ठाउँ आइपुग्न लाग्यौँ। यो ठाउँमा चाहिँ पहिला निकै भण्डारीहरूको चाहिँ बसोबास धेरै भएको कारणले यो ठाउँको नाम भण्डारे हुन गएको भन्ने कुरो छ। र भण्डारेबाट पनि माथि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको यता छोरम्बु साइडतिर निस्किने बाटो छ। कच्ची बाटोमा यात्रा निरन्तर जारी छ। यहाँ साइडमा छेउमै देख्दै हुन्छ तपाईहरुले कोशी नदी। यहाँनिर कोशी वारी खोटाङको भूभागमा यात्रा गर्दैछौँ र पारी देख्दै हुन्छ तपाईहरुले। यता उदयपुर जिल्लाको भूभाग हो त्यो चाहिँ। बलमता भन्छ त्यो ठाउँलाई सायद। यहाँ देख्दै हुन्छ हामी यहाँनिर साप्सु खोला आइपुग्न लाग्यो। यो साप्सु खोला ठ्याक्कसँगले त्यहाँ कोशीमा जोडिएको छ तपाईहरु देख्दै हुन्छ। साप्सु पनि अलिअलि धमिलो नै छ र ठाउँ चाहिँ रेग्मिटार भन्ने ठाउँ हो।
चाहिँ यहाँ साप्सु खोलाको पुल आइसकेका छौँ साथीहरू र यो चाहिँ दिप्रुङ चुइचुम्मा र हलेसितुवाचुङ नगरपालिकालाई जोड्ने पुल हो। यहाँ मुनि चाहिँ साप्सु खोला छ र यता साइडमा पहिला हामीले हिँड्ने भनेको तपाईँको झोलुङ्गे पुलबाट हिँड्नु पर्थ्यो, अहिले चाहिँ पक्की पुल बनिसकेको अवस्था छ र यो ठाउँलाई भन्छ रेग्मिटार। रेग्मीहरूको बाहुल्यता रहेकोले यो पनि रेग्मिटार रहनु गएको। यहाँ चाहिँ यो ठाउँ चाहिँ रेग्मिटार हो। रेग्मिटारमा चाहिँ राम्रै उब्जाउ हुने ठाउँ हो। यहाँ धान खेती राम्रै हुन्छ र यो घरहरू देखिँदैछ। त्यताबाट चाहिँ हामी साप्सु खोलाको तिरैतिरबाट चाहिँ हाम्रो यता घर लफ्याङ जान्थ्यौँ र अहिले चाहिँ केही सुगम भएको छ। पहिला चाहिँ यो तिरैतिर हामी हिँड्नुपर्ने हुन्थ्यो। यो चाहिँ रेग्मिटारदेखि माथिको भ्यू छ गाइजहरू। यो तल देख्दै हुन्छ, यो बजार चाहिँ रेग्मिटार बजार हो। त्यहाँ देखिरहनु भएको छ साप्सु खोला। अहिले चाहिँ पहिला त्यहाँनिर झोलुङ्गे पुल मात्रै थियो, अहिले पक्की पुल बनिसकेको अवस्था छ र यहाँबाट ट्याक्क धान खेती देखिरहेछ। सुनकोशी र साप्सु खोलाको चाहिँ सङ्गम स्थल हो। यो कोसीमा चाहिँ तपाईँको 5वटा कोसी टक्क मिलेर बनेको हुन्छ। यो सप्तकोशी मध्येको 5वटा नदी चाहिँ यहाँ मिसिसकेको हुन्छ र यो देखिएको भूभाग चाहिँ दिप्रुङ चुइचुम्माको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ। अहिलेमा खिच्दै गरेको भूभाग चाहिँ हलेसितुवाचुङ नगरपालिका खोटाङको हो र तपाईँहरू देख्दै हुन्छ कोसीपारी। कोसीपारी चाहिँ हाम्रो उदयपुर जिल्लाको लिमचुङबुङ गाउँपालिकाको एरिया देखिरहेछ र अहिले मौसम एकदम खुलेको छ हैन। त्यही भएर मैले यो दृश्य कैद गरिरहेको छु। तपाईँहरूले पनि यो ठाउँ खोटाङ हुनुहुन्छ भने सम्झिनु भएको हुनसक्छ है साथीहरू। यहाँबाट हामी चाहिँ हावा खाँदै यहाँको भ्युज निहाल्दै गरेको अवस्था छ। हामी चाहिँ यहाँ रेग्मिटारबाट माथि उकालो जाँदैछौँ। पुरै ढुङ्गाको बाटो छ साथीहरू। लगभग हामी यहाँ पुरानो गाउँ भन्ने ठाउँ छेउछाउ पुगिसकेका छौँ। साथीहरू मेरो यो क्यामेराको चार्ज पनि सकिन लागेको छ र बाटो अझै पनि अलिअलि त बाँकी नै थियो र यो भिडियोमा मैले यति नै दृश्यहरू प्रस्तुत गर्न चाहेँ र अरू बाँकी दसैँको भ्लगहरू चाहिँ म लगत्तै अपलोड गर्नेछु। तपाईँहरूले हेरेर साथ दिनु होला भन्दै सबैलाई गुड बाई है त साथीहरू।